हामी अब ऐतिहासिक मकवानपुर गढी उकालो चढ्दैछौँ। यो उकालै छ, एकदम ऐतिहासिक ठाउँ। पहिलेको हाम्रो हिँड्ने बाटो, हाम्रो इन्टरनेसनल बोर्डर भन्ने पनि हुन्छ। पासपोर्ट देखाउनु पर्छ यहाँ छिर्न, यहाँबाट निस्केन। यहाँ काठमाडौँ जाने ठुलो रोड, बिपी कोइरालाहरू हिँड्नेको बाटो। यहाँबाट हामीलाई 15 मिनट जति लाग्छ माथि पुग्न। बाटो अहिले त धेरै राम्रो बनेछ, सफा छ। तलपट्टि हेटौँडा देखिन्छ। योबाट सिधै यता गयो भनेदेखि चाहिँ फास्ट्याग पनि पुगिन्छ। र यहाँको एकदम खेतीयोग्य जमिन पनि अब बिस्तारै बस्ती बसेर सकिने जस्तो देखिरहेको छ। अझै पनि पुरै फुलिसकेको छैन, कुवालो लागेको छ। यहाँ चाहिँ यो खुल्ने हो भने एकदम राम्रो देखिन्छ, मनमोहक दृश्य देखिन्छ। अब मकवानपुर गढी दरबार यो चाहिँ प्रवेश गर्यो। यहाँबाट सिँढी छ, 2-3 मिनटको हिँडेपछि पुगिहालिन्छ। सिँढीहरू पनि नयाँ बनेछन्, धेरै परिवर्तन भइसकेछ। एउटा महत्त्वपूर्ण पर्यटक स्थल, ऐतिहासिक स्थल, नेपाल बुझ्ने, नेपालको इतिहास बुझ्ने ठाउँ। एकपटक सबै नेपालीले आउनुपर्ने ठाउँ हो। हामी अहिले चैतको अन्तिममा छौँ। बिहान मौसम एकदम शीतल छ, त्यस्तो गर्मी पनि छैन। हुन त यो ठाउँ त्यसै पनि चिसो ठाउँ हो, तल हेटौँडा भन्दा। मानिसहरू गर्मी छल्नलाई आउँछन्। अब यो सिजनमा पर्यटकहरूको यहाँ भिड हुन्छ। बस्नलाई राम्रो होटलहरू पनि छन्। यो चाहिँ मुख्य प्रवेशद्वार हो मकवानपुर गढीको। यहाँ तल झन्डै 5 मिटर गहिरो चाहिँ ट्रेन्च खनिएको छ। अझै केही पुगिएको छ, यो सफा गर्ने भने अझै गहिरो हुन्छ। यो उसमा जान्छ। र यहाँबाट भित्र किल्ला प्रवेश गरिसके पछाडि यहाँ विभिन्न यसका भागहरू छन्, विभिन्न यसका हैन ऐतिहासिक संरचनाहरू छन्। त्यहाँभित्र प्रशासनिक केन्द्रहरू बस्ने, आर्मीहरू बस्ने, सेनाहरू बस्ने ठाउँहरू छ। यो चाहिँ मुख्य रूपमा मानिन्छ। र अहिले यसमा केही पुनर्निर्माण भएको हुनाले यो चाहिँ अलि अझ राम्रो देखिएछ। केही समय अगाडि आउँदाखेरि थिएन यस्तो, तर यो अझै यसलाई पुनर्निर्माण गर्नुपर्ने, अझै यसलाई चाहिँ राम्रो बनाउनु पर्ने देखिन्छ। त्यो भने एउटा ऐतिहासिक हिसाबले, धार्मिक हिसाबले, पर्यटकीय हिसाबले यो चाहिँ एकदम राम्रो नेपालको गन्तव्य स्थान बन्ने सम्भावना यसले बोकेको देखिन्छ। यो नेपालको गढीमध्ये सबैभन्दा महत्त्वपूर्ण गढी हो। विक्रम सम्वत 1819 में मकवानपुरका सेन राजाको संरक्षण रहेको यो गढी गोर्खाली फौजले आक्रमण गरी जितेपछि यहाँबाट गोर्खाली फौजको विजय यात्रा अझ सुरु भएको हो। र गोर्खाली फौजले जितेको पहिलो स्वतन्त्र राज्यमा पनि पर्छ यो त्यतिखेर बनेको गढी अहिले यति मजबुतसँग बनेको छ, यति महत्त्वपूर्ण रणनीतिक ठाउँमा छ कि यहाँबाट काठमाडौँ उपत्यकाका राजाहरूले पाउने सुविधा र उनीहरूको हिँडुल आवाजलाई रोक्न सक्ने
एकदम ऐतिहासिक रणनीतिक स्थान भएको हुनाले पृथ्वीनारायण शाहले आफ्नो बुद्धि, आफ्नो सबै विवेक, रणनीति प्रयोग गरी यो ठाउँ कब्जा गरिसके पछाडि गोर्खा राज्यको विस्तार अझ द्रुत गतिमा भएको मानिन्छ। यहाँ विभिन्न भवनहरू छन्, यो केही पुनर्निर्माण गरिएको हो, तर यसका यहाँ प्रयोग भएका यी ढुङ्गाहरू यिनीहरू भनेका त्यतिखेरका पुरानै पुरातत्व के हो, अहिले पनि यहाँले हेर्न सक्नुहुन्छ एकदम मजबुत छ। यो यसलाई केही पुनर्निर्माण गरिएको हुनाले एकदम देखिन्छ, राम्रोसँग देखिन्छ। विभिन्न कोठाहरू, विभिन्न ठाउँहरू छन् यसमा बनाएका छन्। यो दरबार चाहिँ होइन, यो अहिलेको आधुनिक हाम्रो काठमाडौँको हामी सिंहदरबार भन्छौँ, सिंहदरबार जस्तै प्रशासनिक केन्द्र हो। दरबार चाहिँ यहाँबाट अलिकति 3 किलोमिटर उत्तरपट्टि सेन राजाहरूको दरबार रहेको छ। विभिन्न कोठाहरू, विभिन्न ठाउँमा बस्ने गर्ने धेरै ठुलो सङ्ख्यामा सेन राजाका यी सुरक्षाकर्मीहरू बस्ने, सैनिकहरू बस्ने ठाउँ बनाइएको। एकदम गहिरा गहिरा यहाँ ट्रेन्चहरू, खाल्डाहरू खनिएका छन्, त्यहाँबाट उनीहरूले यो किल्लाको रक्षा गर्ने गर्थे। र यो किल्लाको विजय पछाडि अझ महत्त्वपूर्ण के हो, नेपाली सेनाको स्थापना पनि यहीँबाट सुरु भएको भन्ने मानिन्छ। यहाँ विजय प्राप्त गरिसके पछाडि मकवानपुरकै सेन राजा यहाँबाट भागेर झन्डै 40 किलोमिटर पूर्वपट्टि अर्को एउटा गढीमा पुगे। त्यहाँ पुगेपछि उनले बङ्गलादेशका नवाबसँग सहायता मागे र उताबाट झन्झनै 3000 को समूहमा सैनिकहरू यता आयो। उनीहरूसँग पनि गोर्खाली फौजले लडाइँ गरिसके पछाडि उनीहरूलाई हराए। झन्डै ती बङ्गलादेशी नवाबका सेनाहरू झन्डै 1700 जति चाहिँ मारिए र त्यहाँबाट उनीहरूले ठुलो हात हतियार गोर्खाली सेनाहरूले प्राप्त गरे। त्यसै हात हतियारको आधारमा चाहिँ 5 वटा गणहरू स्थापना भएको मानिन्छ। र तिनै गणहरूले पूर्वतिर फेरि थप आक्रमण गर्दै र पश्चिमतिर आक्रमण गर्दै नेपाल राज्यको विस्तार गरेको भन्ने चाहिँ ऐतिहासिक तथ्यहरूले पुष्टि गर्छ। र यहाँ विभिन्न मन्दिरहरू पनि रहेका छन्। यहाँभित्र रहेको मन्दिर, यो यतापट्टि अर्को त्यस्तै भवन छ, त्यो भवनमा पनि त्यसरी नै सेनाहरू बस्ने गर्ने राखेको देखिन्छ।
तर यो चाहिँ पुरानो त्यतिखेरकै यो बनाइएको हो, यसलाई कुनै मर्मत गरिएको छैन भन्ने सुनिएको छ र यहाँहरूले हेर्न सक्नुहुन्छ त्यतिखेर पनि बनाएका कति मजबुत एकै आकारका उस्तै आकारका ढुङ्गाहरू प्रयोग गरेर बनाइएको र यसमा अरू कुनै जोडहरू प्रयोग गरिएको छैन। ढुङ्गाहरू मात्रै मिलाएर राखेर त्यसैको आधारमा एकदम बलियो किल्ला चाहिँ यो निर्माण गरिएको र पछि अङ्ग्रेजहरूले पनि यसलाई आक्रमण गरेर यहाँ हराउन सकियो गोर्खालीहरूलाई भने जित्न सकिन्छ भन्ने उनीहरूले रणनीति बनाएका थिए तर उनीहरू असफल भए र यो चाहिँ अहिले ऐतिहासिक रूपमा रहेको छ। यसलाई अझै हामीले यसको सुधार गर्ने, यसलाई बनाउने र यसमा थप लगानी म्युजियमकै रूपमा सङ्ग्रहालयकै रूपमा नेपालको इतिहास झल्काउने गरी बनाउन सक्ने चाहिँ त्यसको सम्भावना देखिन्छ। हामी अपेक्षा गर्छौँ नेपाल सरकारले यसमा लगानी गरोस् र यसलाई थप प्रवर्धन गरोस् भन्ने हामी अपेक्षा पनि गर्छौँ।